फाइलम आर्थ्रोपोडाको बारेमा हामी यो भिडियोमा जान्न गइराखेका छौँ। आर्थ्रोपोडा चाहिँ एक मेरुदण्ड नभएको जीवहरूको फाइलम हो, जसमा चाहिँ जोर्नीदार खुट्टाहरू हुन्छन्। आर्थ्रोपोडा भन्ने बित्तिकै जोर्नीदार खुट्टा भएको किराहरू पर्ने गर्दछ। यो चाहिँ सबभन्दा ठुलो जीवहरू भएको फाइलम हो। यसमा चाहिँ 80% जीव प्रजातिहरू चाहिँ यही आर्थ्रोपोडा अन्तर्गत पाइन्छ। यो सबै खालको वातावरणमा चाहिँ पाउने गर्दछ। आर्थ्रोपोडाको जीवहरूको बारेमा हामी चित्रहरू देख्न सक्छौँ। स्पाइडर भयो, स्कर्पियनहरू भयो होइन। यिनीहरूका सामान्य विशेषताहरूमा चाहिँ जोडेदार वा खण्ड खण्ड जोडेर बनेको खुट्टा हुन्छ। यो चाहिँ मुख्य विशेषता हो। त्यस्तै शरीर चाहिँ खण्डित शरीर हुन्छ। अनि काइटिनबाट बनेको बाहिरी काँगड वा बाह्य अस्ति चाहिँ हुने गर्छ। एक किसिमको आवरण हुने गर्छ जुन चाहिँ काइटिनबाट बनेको हुन्छ। अनि यिनीहरू चाहिँ बाइलेटरली सेपेटिकल हुन्छ। शरीरलाई चाहिँ दुई बराबर भागमा विभाजन गर्न सकिन्छ। यिनीहरूको शारीरिक संरचना र प्रणालीको कुरा गर्दाखेरि चाहिँ शरीरलाई चाहिँ 3 भागमा विभाजन गर्न सकिन्छ। टाउको, छाती र पेट। जस्तो हामी चित्रमा देख्न सक्छौँ। एउटा हेड, थोर्याक्स र एब्डोमेनमा चाहिँ शरीरलाई चाहिँ विभाजन गर्न सकिन्छ। अनि यिनीहरूमा चाहिँ खुला रक्त सञ्चार प्रणाली हुन्छ। अनि अङ्गहरू चाहिँ एक जोडी एन्टिना, आँखा चाहिँ हुने गर्दछ। श्वास प्रणालीको कुरा गर्दाखेरि यिनीहरूले शरीरको सतह वा ट्रिकिया मार्फत चाहिँ सास फेर्ने कार्य गर्दछ। आर्थ्रोपोडालाई पनि विभिन्न भागमा विभाजन गरेको छ। जस्तो एथ्रोपोड्स, त्यसपछि एराक्निड्स, त्यसपछि क्रास्टेसियन, यसरी विभाजन गरेको छ। जस्तो उदाहरणबाट कमिला, मच्छर, पुतली, माकुरो, बिच्छी, किट्ना सबै यस अन्तर्गत पर्ने भयो। अनि यस्तै माइरियापोड्सहरू पनि आर्थ्रोपोडा अन्तर्गतै पर्दछ, जसको चाहिँ खुट्टा धेरै हुन्छ, जस्तो खजुरो, जोरुना इत्यादि। अब यिनीहरूको कामको कुरा गर्दाखेरि चाहिँ परागकण फैलाउने, पदार्थहरूको विघटन गर्ने, त्यसपछि खाद्य श्रृङ्खलाहरूमा महत्त्वपूर्ण भूमिका खेल्छ। यिनीहरू जताततै पाइन्छ, सङ्ख्या नै धेरै छ, जताततै पाइन्छ। जमिन, पानी, हावा सबै ठाउँमा पाइन्छ यिनीहरू चाहिँ। मेरो यो भिडियो हेरिदिनु भएकोमा तपाईँलाई थ्याङ्क यू भन्न चाहन्छु। त्यस्तै लाइक, कमेन्ट र सब्सक्राइब पनि गरिदिनु हुन विनम्र अनुरोध गर्दछु।